हेलो गुड मर्निङ नमस्ते सबैजनालाई। आज चाहिँ हामी सबैजना आज माथि लमजुङ बेस क्याम्प गइरहेछौँ है। अहिले बिहानको 6 बज्न लाग्यो। हामी चाहिँ बिहान 4 बजे नै हिँडेको। अनि हेर्नुहोस् डाँडाकाँडा है र हरियाली त त्यस्तै हो। जोस् डाँडाकाँडा हेर्नुहोस्। हामी सबजना लमजुङ बेस क्याम्प जाँदैछौँ आज चाहिँ है। ट्रेकिङको लागि गइरहेको छौँ। हाम्रो चाहिँ 11 जना छौँ। अनि बिहानै नै हिँडेको। चिसो बढी छ है, एकदम चिसो छ। हेर्नु न चिसोले अनुहार पनि यस्तो सुनिसक्यो। वाह केही छैन, जाँदैछौँ तै पनि हामी माथि माथि। लमजुङ हिमाल हेर्नुहोस्। हामी यतै यसकै फेदामा जाने हो है। अनि ल टोली चाहिँ अगाडि अगाडि छ। म चाहिँ सबभन्दा लास्ट हिँडिरहेको छु। लमजुङ बेस क्याम्प गएर ट्रेकिङ गरेर फेरि हामी चाहिँ बेलुका घुर्ने हो। एक दिनको लागि मात्र हिँडेको है। हामी चाहिँ बेलुका आइहाल्छौँ। ल हामी चाहिँ मास्तिर डाँडातिर आइसकेको छौँ है। यहाँ तल चाहिँ चामे मनाङ हो है। बारेक चाहिँ त्यहीँ हो। अनि हामी चाहिँ अहिले माथि आइसक्यौँ। माथि यो हिमालको फेदमा जाने हो हामी चाहिँ आज। हामी चाहिँ अबको 2 घन्टामा चाहिँ लमजुङ बेस क्याम्पमा पुग्नेछौँ। रमाइलो भइरहेको छ। जे होस् बिहान बिहानै चिसो चिसो मौसममा जाडो जाडो ठन्डा ठन्डा नै भइरहेको छ। लमजुङ बेस क्याम्प एक दिनको ट्रेकिङमा लागिरहेको छौँ हामी चाहिँ। टोली अगाडि पनि गइसके, कोही पछाडि छन्। अनि हामी हिँडिरहेको नै छौँ। जारी छ हाम्रो ट्रेकिङ। जस चिसो चिसो छ, हात हेर्नु न चिसोले पन्जा ल्याउनु बिर्सेर हात पनि चिसो। बिस्क्याम 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 बेस क्याम्प। अहिले चाहिँ हामी लमजुङ बेस क्याम्प पुगै नै सकेको छौँ। अब केही नै हो, 2-3 मिनटमा लमजुङ बेस क्याम्प पुग्छौँ। अनि अब लमजुङ बेस क्याम्पदेखि नै हामी चाहिँ अझै माथि हामी जेपिता हामी के भन्ने ठाउँमा जाने अरे? कार्जिङ सेरा लेकसम्म जाने हो होइन। हामी चाहिँ हेर्नु लमजुङ बेस क्याम्पतिर पुगिसकेको छौँ। टोली अगाडि गइसकेको छ। म चाहिँ पछाडि भ्लग बनाउँदै हिँडिरहेको छु होइन। हेर्नु हिमाल हेर्नु, लमजुङ हिमाल है यो हो। टोलीको अगाडि हिँड्दैछ भिडियो बनाउँदै, म चाहिँ पछाडि छु। आज हाम्रो काजिङ सेरा लेकसम्मको ट्रेकिङ रहनेछ। हामी चाहिँ अब लमजुङ बेस क्याम्प पुगिसकेको छौँ। चिसो बढी नै छ, हात एकदम ठिडाइरहेको छ। पन्जा ल्याउनु बिर्सेको छ है। हात चाहिँ एकदम ठिडाइरहेको छ। अनि हेर्नुहोस् टक्क छ। ल 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 चिसो चिसोमा एकदम चिसो है। फेरि लुगा धेरै लगाइएको छ। भित्र फेरि पसिनाले भिजिसक्यो, बाहिर चिसो भइरहेछ। के गर्नु त। ल ल ल ल
टक्कै हेर्नुहोस् लमजुङ हिमाल है ल लमजुङ हिमाल ताजिङ सेरा लेकसम्मको आजको हाम्रो ट्रेकिङमा जारी नै छ। बिहान 4 बजी हिँडेको अहिले ठिक 7:05 गइसकेको छ है। यहाँ हामी चाहिँ एकदम चिसो पनि भइरहेको छ, एकदम हातहरू चिसोले एकदम गाह्रो भइरहेछ। पन्जा ल्याउनु बिर्सेर हेर्नु न हातको हालत यस्तो भइसक्यो। ल ल ल फाइनली हामी चाहिँ ताजिङ सेरा लेकमा आइपुगिसकेका छौँ। एकदम हिउँ परिरहेको छ है, चिसो बढी छ। ताल यस्तो छ, ताल यत्रो ठुलो ताल छ, विश्वको सबैभन्दा अग्लो स्थान भएको ताल र यो चाहिँ एकदम हिउँ परिरहेको छ है, पुरा हिउँ परिरहेको छ। अनि अहिले चाहिँ चिसो बढी छ, चिसो फेरि है, चिसो एकदम चिसो छ। हिउँ परेर एकदम लत्रमैया हिउँले पूर्ण लगाइसक्यो हामीलाई चाहिँ है। है ल हिउँ पऱ्यो यहाँ हेर्नुहोस् हिउँ टक्क। हामी चाहिँ लमजुङ हिमालको हिमालमै छौँ भनौँ न, के हिमालको होइन, हिमालमै छौँ। यस्तो हिउँ परिरहेछ हेर्नुहोस्, ऊ हिउँै हिउँ हेर्नुहोस् गाइज। ल त ल हेर्नुहोस् तपाईँहरू पनि यस्तो हिउँ खेल्न, यस्तो हिउँमा रमाउन चाहनुहुन्छ भने आउनुहोस्। हामी जस्तो 52 सयको हाइटमा चढ्नुपर्छ, केही दुःख गर्नुपर्छ साथी हो, दुःख कुरो। ल है ल हिउँ यति साह्रो परिरहेछ, दुःख नगरे कहाँ चढ्नु पाइन्छ साथी। ल है यस्तै चिसो भइरहेछ, यो ज्याकेटले नथामेर पुरा चिसो हात छिराएर है। हिउँ हेर्नुहोस् साथी हो, हिउँ बा 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 स्वर्ग पुगेको अनुभव भइरहेछ मलाई, स्वर्ग। कहिले हो साथी हो तपाईँहरू यसरी घुम्ने? ल है ल जोस गरौँ जोस।